डियर स्टुडेन्ट, योभन्दा अगाडि हामीले लिनियर इनिक्वालिटी भनेको के हो र यसलाई हामीले कसरी ग्राफमा स्केच गर्ने भन्ने कुरा यो विषयमा हामीले छलफल गरेका थियौँ र त्यसमा हामीले त्यो लिनियर इनिक्वालिटीमा चाहिँ सिंगल भेरिएबल भएको लिनियर इनिक्वालिटी छ भने सिंगल भेरिएबल भएको लिनियर इनिक्वालिटीको चाहिँ ग्राफ कसरी स्केच गर्ने र त्यसको चाहिँ स्ट्यान्डर्ड रिजन अथवा सोलुसन रिजन कतातिर हुन्छ त्यसलाई कसरी एरोले देखाउने भन्ने विषयमा चाहिँ हामीले पढेका थियौँ। आज चाहिँ हामी दुईटा भेरिएबल दियो भने इनिक्वालिटीमा के अरे दुईटा भेरिएबल दियो भने दुईटा भेरिएबल भएको इनिक्वालिटीको ग्राफ कसरी हामी स्केच गर्ने र त्यसको स्ट्यान्डर्ड रिजनलाई कसरी हामी ग्राफमा देखाउने भन्ने विषयमा चाहिँ हामी पढ्न गइरहेका छौँ। त्यसको लागि हामी सबैजना विद्यार्थीहरूले पेज नम्बर 46 टर्न गर्ने र पेज नम्बर 46 को क्वेसन नम्बर 6 हेर्ने। पेज नम्बर 46 को क्वेसन नम्बर 6 हेर्ने। त्यहाँ क्वेसन हेर्ने अल अफ सी द क्वेसन। हामीलाई त्यहाँ के दिएको छ त भन्दाखेरि मिनिमाइज भनेको छ। मिनिमाइज भनेको छ अनि पी को भ्यालु दिएको छ अनि हामीलाई चारवटा कन्स्ट्रेन्ट दिएको छ। के दिएको छ? चारवटा कन्स्ट्रेन्ट। कन्स्ट्रेन्ट भनेको चाहिँ शर्त भन्ने अर्थ लाग्छ। भनेको डिफ्रेन्ट कन्डिसन दिएको छ। चारवटा इनिक्वालिटी दिएको छ र एउटा चाहिँ हामीलाई पी को भ्यालु दिएको छ। यो अन्तर्गत चाहिँ हामीले दिएको इनिक्वालिटीको ग्राफ खिच्नु पर्यो र त्यसको स्ट्यान्डर्ड रिजन हामीले देखाउनु पर्यो। कसरी गर्ने त? दुईटा भेरिएबल दियो भने। लेट्स सी। हामीले सल्भ गर्न लागेको क्वेसन कुन हो? क्वेसन नम्बर 6 सोलुसन। अब यहाँ हामीलाई दिएको कुराहरू के छ त? लेख्ने। हियर गिवन यहाँ हामीले के कुराहरू दिएको छ त भन्दाखेरि पी को भ्यालु दिएको छ। पी को भ्यालु के दिएको छ भन्ने त 10x प्लस 12y दिएको छ। अनि हामीलाई कन्स्ट्यान्टहरु के दिएको छ त? कन्स्ट्यान्टहरु भन्ने त x प्लस y इज लेस इक्वल टु 6 दिएको छ एउटा। अर्को भनेको x is greater than equal to 2y दिएको छ। अर्को भनेको x is greater than equal to 0 दिएको छ। अर्को भनेको y is greater than or equal to 0 दिएको छ। यो चाहिँ हामीलाई p भनेर दिएको छ अनि यो चारवटा चाहिँ हामीलाई इनिक्वालिटी दिएको छ। कतिवटा इनिक्वालिटी दिएको छ? चारवटा इनिक्वालिटी दिएको छ। र यो इनिक्वालिटीमा पनि these are the inequality containing the two variables. यसमा दुईटा भेरिएबल छ, x र y छ नि त। हेर त, यहाँ x को टर्म पनि छ, y को टर्म पनि छ। x को टर्म पनि छ, y को टर्म पनि छ। तर यहाँ चाहिँ सिंगल सिंगल छ। यहाँ x मात्रै छ, यहाँ y मात्रै छ। समग्रमा दुईटा भेरिएबल भएको इनिक्वालिटी दियो भने यसको ग्राफ हामी कसरी स्केच गर्ने भनेको विषयमा हामी आज पढ्न गइरहेका छौँ। फर्स्टमा हामी यो फर्स्ट इनिक्वालिटीको हामी ग्राफ खिच्न गइरहेका छौँ है। त्यसको लागि हामीले के गर्नु पर्यो? मैले पेज चेन्ज गरेँ है नानी हो। ल अब हामी लेख्नु पर्यो नाउ फर्स्ट इनिक्वालिटी लेख्ने। फर्स्ट इनिक्वालिटी के दिएको छ हेर त? x plus y is less than or equal to 6। अब यो इनिक्वालिटीलाई चाहिँ हामीले के गर्नु पर्यो? इक्वेसनमा चेन्ज गर्नु पर्यो। के गर्नु पर्यो? इक्वेसनमा चेन्ज गर्नु पर्यो। इक्वेसनमा चेन्ज गर्नको लागि हामीले के गर्ने गरेको छ? सिम्पली यो इनिक्वालिटीको ठाउँमा हामीले इक्वेसन इक्वल टु साइन हामीले के गर्ने? लेख्ने। यो साइनलाई हामीले इक्वल टु साइनले के गर्ने? रिप्लेस गर्ने। त्यसो गर्दाखेरि बन्ने लाइनलाई हामी के भन्छौँ? बाउन्ड्री लाइन भन्छौँ। के भन्छौँ? बाउन्ड्री लाइन भन्छौँ। ल यसको बाउन्ड्री लाइन के हुन्छ? Is boundary line is यसको बाउन्ड्री लाइन के हुन्छ भन त? x plus y यसको ठाउँमा इक्वल टु 6। जब हामी इनिक्वालिटीलाई इक्वेसनमा चेन्ज गर्छौँ यतिखेर यो इक्वेसनलाई यो लाइनलाई चाहिँ भनिन्छ बाउन्ड्री लाइन भनिन्छ। के भनिन्छ? बाउन्ड्री लाइन भनिन्छ। र यसको चाहिँ अब हामी
पोइन्ट खोज्छौँ हामी के गर्छौँ पोइन्ट खोज्छौँ पोइन्ट खोज्नको लागि चाहिँ हामी यो इक्वेसनलाई हामी एकैचोटि रिएरेन्ज गरौँ x इक्वल हामी के लेख्न सकिन्छ यहाँ हेर त 6 यो प्लस y उतातिर जाँदाखेरि -y लेख्न सकिन्छ x को भ्यालु चाहिँ x इक्वल टु 6 माइनस y भयो अब यसबाट चाहिँ हामी आफ्नो इच्छा अनुसारले हामी पोइन्ट खोज्छौँ के गर्छौँ पोइन्ट डिफरेन्ट पोइन्ट्स खोज्छौँ पोइन्ट खोज्दाखेरि चाहिँ यस्तो खालको पोइन्ट खोज्नु पर्यो जुन पोइन्ट चाहिँ हामी ग्राफमा प्लट गर्न के होस् सजिलो होस् ठुलो भ्यालु पनि हेर्नु भएन फ्र्याक्सनल आउने खालको भ्यालु हेर्नु पनि भएन सानो भ्यालु नन फ्र्याक्सन हुने सिम्पल भ्यालुहरू जसलाई चाहिँ हामीले ग्राफमा सजिलैसँग प्लट गर्न सकियोस् त्यस्ता किसिमका पोइन्टहरू चाहिँ हामी के गर्नु पर्यो नानी हो टेबल बनाएर खोज्नु पर्यो त्यसलाई टेबल बनाएर खोज्नु पर्यो ल लेट्स मेक द टेबल टेबल बनाउँदा अब यसको लागि मैले यसरी टेबल बनाएँ के बनाएँ मैले टेबल बनाएँ यो टेबलमा म के गर्छु अब यहाँ x को भ्यालु लेख्छु यहाँ y को भ्यालु लेख्छु र कम्तीमा हामीले दुईटा अथवा तीनटा पोइन्ट खोज्दाखेरि भइहाल्छ दुईटा पोइन्ट खोज्ने तीनटा पोइन्ट खोज्दाखेरि हुन्छ होइन चारवटा खोज्छु भन्दाखेरि पनि इट्स ओके हुन्छ नहुने चाहिँ होइन तर कम्तीमा लाइन बन्नको लागि कम्तीमा दुईटा पोइन्ट चाहिँ खोज्नुपर्ने हुन्छ कतिवटा पोइन्ट खोज्नुपर्ने हुन्छ दुईटा पोइन्ट खोज्नुपर्ने हुन्छ अब बढीमा तीनटा टाइम छ भने तीनटा पोइन्ट खोज्दा पनि सक्छौ चारवटा पोइन्ट खोज्दा पनि सक्छौ तर कम्तीमा चाहिँ कतिवटा पोइन्ट खोज्नु पर्यो दुईटा पोइन्ट खोज्नु पर्यो यहाँ म कतिवटा पोइन्ट खोज्दा गइरहेको छु चारवटा पोइन्ट खोज्दा गइरहेको छु अब हेरौँ अब यो भ्यालु राख्ने अब हेर त यहाँ x इक्वल टु 6 माइनस y छ अब म यहाँ y को भ्यालु राख्छु म नै y को भ्यालु राख्छु भ्यालु चाहिँ हामीले राख्दाखेरि के गर्नु पर्यो सिम्पल भ्यालु राख्नु पर्यो त्यसको भ्यालु पनि सिम्पल आउनु पर्यो सिम्पल भ्यालु राखेर सिम्पल भ्यालु निकाल्ने प्रयास गर्नु पर्यो के को लागि ग्राफमा प्लट गर्न तिमीहरुको लागि सजिलो होस् ठुलो भ्यालु आयो भने ग्राफमा त्यो पोइन्टलाई प्लट गर्न गाह्रो हुन्छ अनि फ्र्याक्सनल भ्यालु आयो भने पनि ग्राफमा प्लट गर्न के हुन्छ गाह्रो हुन्छ त्यसैले हामीले पोइन्ट खोज्दाखेरि चाहिँ सिम्पल भ्यालु आउने पोइन्ट खोज्नु पर्यो जस्तो म यहाँ y को भ्यालु कति राखौँ हेर त ल y को भ्यालु मैले 1 राखेँ भने के हुन्छ हेर त x इक्वल टु 6 माइनस 1 हुने हो नि त यो त यो चाहिँ मनमनै हिसाब गर्ने y को भ्यालु मैले 1 राखिदिँदा के हुन्छ 6 माइनस 1 6 माइनस 1 भनेको x को भ्यालु कति हुने भयो 5 हुने भयो यहाँ 5 लेखिदिने y को भ्यालु 1 राख्दाखेरि x को भ्यालु कति हुने भयो 5 हुने भयो यो एक्सप्रेसनबाट हामीले याद गर्नु पर्यो यो कुरा चाहिँ हैन यो तिमीलाई गर्न आएन भने रफमा कपीमा बाहिर गरेर भ्यालु चाहिँ यहाँ लेखे पनि भयो हैन यतिको कुरा चाहिँ हामीले डाइरेक्ट गर्न पनि सक्यो अब अर्को भ्यालु खोजौँ अर्को भ्यालु कति राखिदिउँ y को भ्यालु 2 राखिदिउँ 2 राख्दाखेरि कति हुन्छ हेर त 6 माइनस 2 भनेको x को भ्यालु कति हुने भयो 4 हुने भयो y को भ्यालु 2 राख्दाखेरि y को भ्यालु 2 राख्दाखेरि x को भ्यालु 4 हुने भयो अर्को भ्यालु कति राखिदिउँ 3 राखिदिउँ ल y को भ्यालु 3 राख्दाखेरि कति हुन्छ x को भ्यालु हेर त 6 माइनस 3 भनेको 3 हुने हो यहाँ सबै मैले पोजिटिभ भ्यालु राखेँ एउटा चाहिँ नेगेटिभ भ्यालु पनि राखेँ एउटा चाहिँ के गरौँ नेगेटिभ भ्यालु पनि राखिदिउँ त एउटा नेगेटिभ भ्यालु कति राखिदिउँ माइनस 1 राखिदिउँ माइनस 2 राख्दाखेरि अलिक बढी भ्यालु आउन सक्छ माइनस 1 राखिदिउँ माइनस 1 राख्दाखेरि के हुन्छ माइनस माइनस प्लस 6 प्लस 1 हुने हो माइनस 1 y को ठाउँमा माइनस 1 राख्दाखेरि के हुने हो माइनस माइनस प्लस 6 प्लस 1 हुने हो भनेपछि 6 प्लस 1 भनेको x को भ्यालु कति हुने हो 7 x को भ्यालु कति हुने हो 7 यो पोइन्ट खोजेको बुझ्यो त्यस्तो गाह्रो छैन नि अब यो पोइन्टहरुलाई चाहिँ हामीले यहाँ निकाल्ने पोइन्ट बनाउनेलाई पोइन्ट्स पोइन्ट्सहरु के हुन्छ हेर त अब हामीले पोइन्ट बनाउँदाखेरि सुरुमा x कोअर्डिनेट लेख्ने अनि y कोअर्डिनेट x कोअर्डिनेट y कोअर्डिनेट x कोअर्डिनेट y कोअर्डिनेट सुरुमा x लेख्ने अनि y को भ्यालु लेख्ने यो लेखौँ त के हुन्छ 5, 1 हुने हो एउटा हो अर्को भन त 4, 2 हुने हो 4, 2 हुने हो अर्को 3, 3 हुने हो 3, 3 हुने हो अर्को 7, -1 ल यी पोइन्ट्सहरुलाई चाहिँ हामी
ग्राफ बनाएर ग्राफमा प्लट गरौँ। के गरौँ? ग्राफमा प्लट गरौँ। कस्तो हुँदो रहेछ? अब यसलाई मैले के मिनिमाइज गर्छु विद्यार्थी भाइ बहिनीहरू। यसलाई म के गर्छु? मिनिमाइज गर्छु। मिनिमाइज गरेर मैले यता कुनातिर राखिदिएँ। यसलाई मैले मिनिमाइज गरेर के गरेँ? यता कुनातिर राखेँ। अब म के गर्छु? यो पोइन्टलाई प्लट गर्नको लागि म एउटा ग्राफ बनाउँछु। ल ग्राफको लागि मैले एउटा यो लाइन लिएँ। एउटा यो लाइन लिएँ। अर्को यो लाइन लिएँ। ल यो भनेको के हुन्छ विद्यार्थी भाइ बहिनीहरू? भयो। अब यो भनेको एक्स एक्सिस भयो। यो भनेको एक्स ड्यास हुने भयो। यो भनेको वाइ एक्सिस हुने भयो। यो भनेको वाइ ड्यास हुने भयो। अब यो ग्राफमा यी हामीले निकालेको पोइन्ट्सहरू 1 by 1 हामी के गरौँ? प्लट गरौँ। के हुन्छ? व्हाट इज द फर्स्ट पोइन्ट? 5,1. लेट्स प्लट द पोइन्ट 5,1 अन द ग्राफ। के हुन्छ? 5,1 सुरुमा हामी 5 मिनट हिँड्नु पर्यो। राइट साइड 1 2 3 4 5 1 भनेको माथि जाने भयो। हो कि हैन विद्यार्थी भाइ बहिनी? 5,1 भनेको यहाँ हुने हो। व्हाट इज द नेक्स्ट पोइन्ट? 4,2 छ। 4,2 छ। 4,2 लाई प्लट गरौँ त। 1 2 3 4 2 भनेको माथि 1 2 यहाँ जाने भयो। 4,2. व्हाट इज द नेक्स्ट पोइन्ट? 3,3 लाई पनि प्लट गरौँ त। 1 2 3 अर्को 3 माथि जाने भयो। 1 2 3 माथि जाने भयो। अर्को पोइन्ट के छ? 7, -1 1 2 3 4 5 6 7 -1 भनेको डाउनमा जाने भयो। हो कि हैन? यसरी जाने भयो। अब यो पोइन्टहरुलाई हामी जोइन गर्ने विद्यार्थी भाइहरुले के गर्ने? जोइन गर्ने। यसरी सिधा जोइन गर्नु पर्यो। यसरी सिधा जोइन गर्ने। अब यो जोइन गर्दाखेरि चाहिँ यो पोइन्ट मात्रै हैन, यसलाई लामो भयो। यो लाइनलाई के गर्ने? लामो पार्ने। यसरी लामो पार्ने। यता पनि